केटाहरू फोटो हान्दैछन् है ल ठिक छ ल केटा ह्यान्डसम आऊ यार ल टेस्ट गरौँ है त दामी छ केटाहरू टिकटक गराउँदैछन् लेकतिर है हामी चाहिँ लेकतिर भेडा भेडा ढोरपातनतिर है त ल सही सही छैन छैन खतरा छ यार है भेडै अहिले हाल्नुपर्छ अब मात्र घाटरुक भिलेजमा गाई चाहिँ हामी चाहिँ आइसकेको छ ल ल देख्न सक्नुहुन्छ है चिया बगान ल आज भरमा नै भयो गाई चाहिँ हाम्रो खास त हामी भलिबल खेल्न हो हिँडेको ल गाई चिया बगान है त ल ल केटाहरू खाँदैछन् ल त्यस्तै 8 बजेको छ है रातिको भर्खरै आएर है हामी चाहिँ खाजा खानु भएको है त हेलो एभ्रिवान नमस्ते सबैजनालाई अहिले सबैजना सन्चै आरामै हुनुहुन्छ होला है म पनि एकदमै सन्चै र आरामै छु अनि अहिले चाहिँ कहाँ हिँड्न लागेको भन्नु होला है ट्याक्क लाएर आज भुस काट्न मेला रहेछ कि है नयाँ सालको त्यसैमा भलिबल खेल्न हिँडेको के कस्तो हुन्छ है मलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला है त ल अब लगाइ चाहिँ यतिखेर चाहिँ हामी टक्क लाएर हिँड्न लागेको है हाम्रो खत्री भाइको पिकअपमा है त ल ट्याक्क लाएर केटाहरू गाडी एकछिन वार्मअप हुँदैछ है कसैले चाहिँ उहाँ मजा लाउँदैछन् ल एकछिन पछि अब लगत्तै हिँड्नुपर्छ है भलो अन्तिमसम्म हेरेर साथ दिनु होला है त ल भब्बाल हुनेवाला छ है त गाई त ल चाहिँ हाम्रो चाहिँ यात्रा सुरु भयो है त ल ट्याक्क लाएर हिँडिसकेको छ है गाई हामी भलक हेर्दै गर्नु होला है हामी चाहिँ भाषण डाँडोमा आइसकेको छ है त गाइजहरु है ग्राउन्डमा त के हो स्विच अफै छ है ल के हो यस्तो बवाल छ है त गाउँ ल हाम्रो गाउँ चाहिँ बवाल देखिरहेको छ है ल आइसक्यो है बवाल चाहिँ हाम्रो भिस्कार गाउँ है गाइज गाई चाहिँ हामी चाहिँ आइसकेको छ ट्याक्क लाएर होइन ल हाम्रो खेलाडी केटाहरू लगाइ चाहिँ गेम सुरु भयो हुँदैछ है अब यसपछि लगत्तै
चाहिँ यतिखेर चाहिँ हाम्रो गेम पर ट्याक्क ग्राउन्डमा आएको छ है। अब हेरौँ खेलको कुरा हो कसले जित्छ। बेस रमाइलो गर्नु होला है त गाइस भल गरेर। केटाहरू ठ्याक्क लाएर होइन केटाहरू चाहिँ हात सोझाउँदैछन् है ल ट्याक्क फिङ्गर खेल्दैछन् हाम्रा हिल साइडको खेलाडीहरू। दर्शक महानुभावहरू हुनुहुन्छ है अलि। हो भाइ होइन भाइ हो भाइ न एकदम एकदम चाहिँ हाम्रो चाहिँ गेम सुरु हुन लागेको छ है। माछाहरूको टिम है उताको चाहिँ यो त चाहिँ हाम्रो हिल साइडको भइहाल्यो है। दामी छ है केटाहरू गाइस है। हामी चाहिँ ल फर्किसकेको छ है ल। अब पार्ट 2 भोलि आउँछ। यहाँबाट लागियो एक दिनलाई जितेर। हो गरे ठिक थियो ल। भाइ भाइ भुस्काट भलक भलक केटा लेकतिर है। हामी चाहिँ लेकतिर भेडा भेडा ढोरपातनतिर है त ल। सही सही ल। छैन छैन खतरा छ यार है। भेडै नामै त छ भेडा। है गाइस खतरा दौडे त यार ल। भेडा भेडा गाइज है भ्यू हेर्न सक्नुहुन्छ है गाइज ल। बब्बाल देखिरहेको छ भ्यू। त्यताको भ्यू कहाँको भ्यू हो यो? घरमा नै भयो क्या आज त ल। गिटार ठुलो लाग्यो त गाइज। आज चाहिँ हाम्रो भ्रमण छ है त ल। ट्याक्क लाएर ग्रुपमा है बब्बाल इन्जोय गर्नलाई त गाइज भल गरेर। ए काले सिरुबारेतिर है त गाइज ल। आज हामी ट्याक्क सानो काम थियो यहाँ गाइज। ट्याक्क आएको बेलामा है घुमघाम पनि भयो ल। केटाहरू ट्याक्क लाएर बारीमै त हामी अमरभूमि 5 सिरबारी ठाउँको नाम चाहिँ है। बब्बाल रहेछ गाइज भ्यू चाहिँ। गाइज है भ्यू देख्न सक्नुहुन्छ हाम्रो सिरबारीको। बब्बाल रहेछ है त ल केटाहरू। सिरबारीको पानी खाता है। सिरबारीको पानी सिरबारीको कुकुर उतान रहेछ उतान छ बाघ जस्तो रहेछ। गाइज इन्जोय है त दिस भिडियो। गाइज यतिखेर चाहिँ है हामी यहाँबाट फर्किनु लाग्यो। तपाईँहरूलाई हेर्नु त अनौठो गुफा देखाउन जाँदैछु। ओ जा त विक्रम जा भित्र जा त जा त जा जानु जा केही हुन्नका छ। छिर्न सक्छस् खतरा छ कति सेफ ठाउँ छ ल। जान जा भित्रै जान भित्रै जान ल। गाडी ब्याक हुँदैछ। अब हामी यहाँबाट चियाबारी हेर्न जाँदै है त ल। रमाइलो भइरहेछ है हेर्नु त। आज त बब्बाल भ्रमण भयो त हाम्रो चियाबारीतिर है त ल गाइज। केटाहरू फोटो हान्दैछन् तारा खोलाको चियाबारी ल। केटाहरूको फोटोसुट चलिरहेछ है त।
तिमीलाई थाहै छैन सारङ्गे रेटेर रेटा रेटा सारङ्गी रेटो ल खिच खिच केटा खिच खिच रहेछ त यार ल केटाहरू फोटो खिच्दैछन् ल ल ल सारङ्गी बजा बजा दियो केटाहरूको फोटो सुट चल्यो गाइस इन्जोय गर्नलाई त ब्लग हेरेर यहाँको भ्यू यस्तो छ है ल अहिले हाल्नुपर्छ अब माछा पक्ष आएको त घान्द्रुक भिलेजमा आयो कति राम्रो त गाइजहरू ल चिया मेसिन है त ल टाढा खोलाको है गाइज ल गाई चाहिँ हामी चाहिँ आइसकेको छ ल ल देख्न सक्नुहुन्छ है चिया बगान ल आज भरमा नै भयो गाई चाहिँ हाम्रो खास त हामी भलिबल खेल्न हो हिँडेको ल गाई चिया बगान है त ल ल यहाँ पाखै रहेछ है गाइस तल तल चाहिँ यहाँ काटेको रहेछ है त ल तल तल चाहिँ काटेको रहेछ है शिरबारे केटाहरू ट्याक्क लाएर चियाको बोट है त हामीले खाने चियाको बोट यो त चिया त हामीले खान सकिन्न 4000 किलो पर किलो 4000 किलो है त ल भरि छ है त ल चिया बगान केटाहरू ट्याक्क फोटो हान्दैछन् रमाइलो भइरहेछ गाइज ल गाइज यतिखेर चाहिँ हामी चियाबारी हेरेर फर्किँदै है त ल ट्याक्क केटाहरू हिँडिसकेछन् हाम्रो बाटो अलि अप्ठ्यारो छ ध्यानसित यस रमाइलो भयो है गाइज आज ल विक्रम भाइ कस्तो भयो मजा लाग्यो नि होइन नि आज भरमा नि यार ल अब हामी चाहिँ जाँदैछौँ ट्याक्क लाएर है चिया खान है त ल गाइज हामी फेरि ब्याक भइसकेको छ है त ल ब्ल्याक टी खान ल ट्याक्क लाएर है हेर्दै गर्नु है त गाइज ब्लग ए ग्रिन टी खाँदै है त हामी ल के केटाहरू ट्याक्क खाँदैछन् पख पक बबाल छ है त ल फाइनली गाइज टेस्ट गरौँ है त दामी छ है केटाहरू टिकटक गराउँदैछन् गाइज हामी चाहिँ है ब्ल्याक टी खाएर चाहिँ हामी फर्किसकेको छ है त ल केटाहरू अब के कस्तो हुन्छ बाटोमा भेट्दै गरौँ है त ल नेली गाई चाहिँ हामी चाहिँ घर फर्किसकेको छ भाटखण्डारमा आएको छ है अब ट्याक्क खाजा साजा खाएर जानुपर्छ है त घरतिर ल गाइज हामी चाहिँ खाजा खानु लाग्यो है त ल ल केटाहरू खाँदैछन् ल त्यस्तै 8 बजेको छ है रातिको भर्खरै आएर है हामी चाहिँ खाजा खानु लाग्यो है त त्यो त हामी आउँछौँ गोटी हान्न गएर बस्दैछ त्यसमा राख्ने हो नि खाएको भए त्यो कहाँ बच्चु बच्चु ममले राख जा तिमीले खाने सक्छ सो गाइज ल है अहिले चाहिँ म घरमा आइसकेको छु है रातिको त्यस्तै 9 बजिरहेको छ अनि गाइज है तपाईँलाई आजको भ्लग के कस्तो लाग्यो खासमा चाहिँ है हामी भलिबल खेल्न है भुसकाट हिँडेको अब उता जाने काम रहेछ शिरबारतिर अनि त्यही भएर गएको बेला घुमेर पनि आइयो है गाइज तपाईँले यो भ्लग के कस्तो लाग्यो है जे जस्तो लाग्छ है त्यस्तै प्रतिक्रिया दिनु होला भ्लग मन पऱ्यो भने लाइक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यति भन्दै है आजको भ्लग म इन्ड गर्न चाहन्छु अब अर्को भ्लगमा भेटौँला है त ल बाई बाई।